हामी प्रकृति प्रेमीहरू यसरी हामी यस बैलडाँडा क्षेत्रमा रहेका साना साना बिरुवाहरू जो गत वर्ष हामीले यस क्षेत्रमा रोपेका थियौँ, उक्त बिरुवाहरूको संरक्षण गर्नुपर्छ, प्रकृतिको रक्षा गर्नुपर्छ भन्ने हाम्रो एउटा मूल नारा, हाम्रो उद्देश्य छ। हरियाली वनजङ्गल बनायौँ भने हामी स्वस्थ हुन्छौँ र हाम्रो यस वातावरणलाई पनि स्वस्थ राख्नमा मद्दत गर्ने हाम्रो यस साना साना बिरुवाहरूलाई ठुलो बनाउने उद्देश्यले हामी आजभोलिको यो खडेरीमा एक बोतल पानी एउटा बिरुवालाई एउटा नयाँ नारा आज भरत सरले पानी राख्दै भन्नुभएको छ। एक बोतल पानी एउटा बिरुवालाई, एक बोतल पानी एउटा बिरुवा। हामी प्रत्येकले एक बोतल मात्र पानी हालिदियौँ भने यहाँ यो क्षेत्र, यो पुरै सुक्खाग्रस्त क्षेत्रमा हामीले हरियाली चाहिँ बनाउन सक्छौँ र हाम्रा आएका पाहुनाहरूलाई स्वच्छ अक्सिजन दिन हामी सक्छौँ भन्ने हाम्रो एउटा बैलडाँडा चौतारी क्लबको एउटा उद्देश्य अनुरूप हामीले यो कार्यलाई अगाडि बढाइरहेका छौँ। हवस्, धन्यवाद। धन्यवाद सर। मिनबहादुर सर, के भन्न चाहनुहुन्छ? हजुरले पनि बोतल छोपेर आउनु भएको छ। यो गत वर्ष हामी जुन लगाएको बिरुवा थियो, त्यो बिरुवालाई जोगाउनको लागि म लगाउँछु मेरो बिरुवा, म जोगाउँछु मेरो बिरुवा भन्ने जुन नारा छ, त्यो नारालाई आत्मसात गर्दै आफ्नो बिरुवा जोगाउने र वन जङ्गललाई हरियाली बनाउने, स्वस्थ सफा हराभरा राख्ने उद्देश्यका साथ हामी लागि परिरहेका छौँ। आउनुहोस्, सबै मिलेर वन जङ्गल हरियाली बनाऊ, बिरुवा रोपौँ, स्वस्थ बनाऊ भन्ने नाराका साथ अगाडि बढेका छौँ। ल, यसै सन्तोष रेग्मी सर। सबैलाई शुभ बिहानीको नमस्कार। र हामी चाहिँ जुन हाम्रो चाहिँ बैलडाँडा चौतारी क्लबले भन्दै गरेको थियो कि एक बिरुवा को नारा जुन चाहिँ लिएको थियो, त्यो अन्तर्गत हामीले चाहिँ डेली यसै गरेर 6-7 बोतलहरूमा भरेर डेली चाहिँ हामीले पानी चाहिने कार्यक्रमहरू गरिराखेका छौँ। र त्यसले गर्दाखेरि एकजनाले एक बोतल मात्रै चार्न सक्यौँ, एउटा बिरुवालाई मात्रै पनि चार्न सक्यो भने पनि धेरै हराभरा र चाहिँ रमणीय हुनेछ। त्यसले गर्दाखेरि यो सबैले यो कार्यक्रम सबैले गर्दा राम्रो होला जस्तो लाग्छ। र त्यसले गर्दाखेरि सबैले हातेमालो गरेर यसलाई हरियाली बनाउने काम चाहिँ गरौँ। यति भन्दैमा धन्यवाद, नमस्कार। धन्यवाद सर हजुरलाई। यसरी हामीहरूले बिरुवालाई जोगाउने गर्दछौँ। दिनदिनै एक बोतल पानी एउटा बिरुवामा हामी यसरी राख्छौँ। यस्तो कम सो आउँछ यार, यिनी ठुला भयो। हामीले यसरी हाम्रा बिरुवाहरूलाई पानी हालेर जोगाउने काम गर्दछौँ। यहाँ धेरै प्रकारका बिरुवाहरू रोपेका छौँ। त्यसै गरी यस ठाउँमा हामीले धुपी रोपेका थियौँ। यस धुपीलाई पनि पानी राखी हरियो बनाइसकेका छौँ। यहाँ देख्न सकिन्छ लगाएका छौँ। त्यसै लगाउनु। यसरी भरत सरले पनि म लगाएको बिरुवा म आफै जोगाउँछु, म हुर्काउँछु भन्ने हाम्रो नारालाई साकार पार्दै उहाँले पनि यसरी बिरुवाहरू जोगाइरहनु भएको छ।